नमस्कार नमस्कार। आमा हजुरलाई के समस्या थियो नि मलाई यस्तो यो काख यस्तो दुख्ने, छाती दुख्ने हो, छाती दुख्ने अनि कम्बर दुख्ने, कम्मर दुख्थ्यो अनि यस्तो पाखुराहरू यस्तो दुख्ने हो। हजुर हजुर अहिले सन्चो भयो। खुट्टाहरू ढाडहरू ठिक थियो खुट्टा दुख्ने, खुट्टा पोल्ने हो। ए कति समयदेखि थियो यी समस्याहरू कति वर्ष भएको थियो यो त थुप्रै भयो यो खुट्टा पोल्ने चाहिँ। ए अनि हजुरलाई नि मलाई एकदम सन्चो। के थियो समस्या के थियो हजुरलाई मेरो खुट्टा दुख्ने, यो हात दुख्ने, जडालु दुख्ने, कम्बर दुख्ने, कति समय धेरै समय भएको थियो मेरो थुप्रो सन्चो भएको थिएन नि त अहिले कस्तो छ अहिले अहिले धेरै सन्चो भयो। कति दिन आउनु पर्यो यहाँ 3 दिन 3 दिन आउनुभयो चुम्बकबाट उपचार भयो औषधिहरू केही खान लाउनु परेन परेर। पैसा पनि धेरै खर्च भएन होला भएन। अब आजबाट छुट्टी भयो आज छुट्टी खुसी हुनुहुन्छ खुसी। आजबाट घर गएर अब आफै लगाउनु पर्यो हामीले सिकाएर पठाउँछौँ नबिगारिदिनु होला है केही कन्फ्युज होइन हामीलाई सोध्नुहोस् लगातार लगाउनु हजुरलाई पुरै सन्चो हुन्छ हजुरलाई भरोसा छ त्यसमै हाम्रो उपचारमाथि एकदम धन्यवाद धन्यवाद हजुरहरूलाई हस् हस्